हेलो एभ्रिवान, नमस्ते। के छ हाल खबर? सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। आजबाट मैले भ्लग बनाउने कोसिस गर्दैछु। 100 दिनको च्यालेन्ज लिन्छु अनि आजबाट सुरु गर्नेछु। खै कस्तो बनाउँछु, के हुन्छ त्यो त थाहा भएन। हजुर सधैँ सपोर्ट गरिदिनु होला अनि माया गरिदिनु होला। कस्तो लाग्छ मेरो भिडियो भन्न चाहन्छु। अनि 100 दिनको च्यालेन्ज गर्नेछु। सक्छु कि नै त्यो त थाहा भएन। भिडियो हेरिदिनु होला भन्न चाहन्छु। आउनुहोस् तपाईँलाई मेरो करेसाबारी देखाउँछु। मैले सब्जी लगाएको हेर्नुहोस् है, मेरो छोरी कति राम्रो छ। अनि कसरी बनाउनु पर्छ भ्लगहरू सिकाउनु होला। कोसिस जारी नै रहनेछ भन्न चाहन्छु। हजुरहरूलाई कस्तो लाग्छ भिडियो अनि नजानेको कुराहरू सिकाइदिनु होला। नआए पनि कोसिस गरिराख्नेछु भन्न चाहन्छु। अनि तरकारी टिप्न गएको थिएँ, माथि ठिक्क कटरमा आँखा लाग्यो। कटर हेर्नु न बिचबाट फाटेछ, किन होला कमेन्ट गर्नु होला है। अनि मैले टिपेँ, सब्जी बैगन भएको थियो। अझै कुदिरे के भन्छ थाहा छैन। बैगन भएको थियो अनि त्यो टिपेँ। अनि भिन्डी पनि भएको थियो, भिन्डी पनि टिपेँ। यताउता हेर्दा कति रमाइलो छ। यताउता हेर्नु अनि अरू सुनाउनुहोस्, के छ हजुरहरूको हाल खबर? म सधैँ डेली भ्लग ल्याउने कोसिस गर्नेछु। च्यालेन्ज पुरा गर्न सक्दैन। मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं। शाम से है यूं बीत गए हम, दुनिया भुला कर जीत गए। हाय रब्बा हाय रब्बा हाय रे रब्बा। बिन्ती कसले राम्रो लाग्छ कमेन्ट गर्नु होला। अनि टक्क लिएर म चाहिँ गएँ धुनको लागि। धोएर मजाले टक्क धोएर, थोरै छ, थोरै भयो भने काटिन्छ। थ्याङ्क यू एभ्रिवान, तपाईँहरूले हेरिदिनु भयो भिडियो। कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला भन्न चाहन्छु। हस् त, कोसिस गर्ने नै छु भन्न चाहन्छु। धन्यवाद, बाई, भोलि भेटौँला।